साथीहरू, यस हप्ता आएको भुन्टी सिरियलको नयाँ भागमा भने हामीले भूपेन्द्रले पनि आफ्नै श्रीमती भुन्टीलाई शङ्का गरेको हामीले थाहा पाउन सक्छौँ। हो साथीहरू, भूपेन्द्र र भूपेन्द्रका भाइ भीम भएर त्यो केटालाई भेट्नको लागि जेल गएका थिए। त्यो भूमिकामाथि जबरजस्ती गर्ने केटालाई भेटिसकेपछि भने उनीहरूले सोधपुछ गरेर तँलाई अरू कसैले यस्तो काम गर्न लगाएको हो कि तँ आफैले जानी त्यसरी मेरी बहिनीलाई धोका दिएको होस् भनेर प्रश्न गर्दाखेरि त्यो केटाले भने भूपेन्द्रलाई तपाईँकी श्रीमती अर्थात् भुन्टीले मलाई यो सबै काम पैसा दिन्छु भनेर पैसाको लोभमा ल्याएर गर्न लगाएकी हो। मैले पैसाको लोभमा आएर मात्रै यो काम गरेको हो भनेर त्यो केटाले भनिसकेपछि भने यति बेला आएर भूपेन्द्रले पनि आफ्नी श्रीमती भुन्टीलाई नै शङ्का गरेका छन्। भूपेन्द्रले भने त्यो केटालाई यो सबै काम गर्न तँलाई भुन्टीले नै लगाएको हो भन्ने कुराको के प्रमाण छ भनेर फेरि पनि त्यो केटालाई प्रश्न गर्दा त्यो केटाले भने मलाई भुन्टीले तपाईँकी श्रीमतीले राति 2 चोटि फोन गरेकी छे, नपत्याए मेरो मोबाइल चेक गर्न सक्नुहुन्छ भनेर भनिसकेपछि भने भूपेन्द्रका दाजुभाइ नै त्यो केटाको मोबाइल चेक गर्नतिर लाग्छन्। तिनीहरूले त्यो केटाको मोबाइल चेक गर्दा त्यहाँ भुन्टीले फोन गरेको देखिसकेपछि भने भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई नै शङ्का गरेका हुन्। तर वास्तवमा भुन्टीले त्यो केटालाई फोन भनेको भूमिकालाई धेरै दुःख दियो भनेर थर्काउनको लागि गरेकी हुन्छन्। तर त्यसको फाइदा उठाउँदै त्यो केटाले भने अहिले आएर भुन्टीलाई नै फसाएको छ। साथीहरू, भूपेन्द्रका घर परिवारले भुन्टीमाथि लगाएको आरोप पनि झुटो नै हो। वास्तवमा भुन्टीले यस्ता नकारात्मक अनि नराम्रो कामहरू कुनै केही पनि गरेकी छैनन्। भुन्टीलाई फसाउनको लागि यो सबै कामहरू भनेको भूपेन्द्रका दुश्मनहरूले गरिरहेका छन्। तर यो कुरा भने भूपेन्द्रका घर परिवारलाई थाहा छैन, न त भूपेन्द्र र भुन्टीलाई नै थाहा छ। यदि भूपेन्द्रले यो कुरा थाहा पायो भने तिनीहरूलाई के गर्छन् होला? तपाईँहरूलाई लागेको विचार अनि प्रतिक्रिया तल खाली रहेको कमेन्ट सेक्सनमा लेख्न भने नबिर्सिनु होला। ती भूपेन्द्रका दुश्मनहरूले भने भूपेन्द्रको ध्यान बिजनेसमा नजाओस् अनि जसले गर्दा त्यसले बिजनेसमा घाटा बेहोर्न पुगोस् अनि त्यो बजारबाट आफै पन्सिन्छ अनि त्यसको श्रीमतीसँग पनि झगडा पर्छ भनेर त्यसरी भुन्टीलाई फसाउन खोजेका हुन्। भूपेन्द्रका घर परिवारले भने साँचो कुरा थाहा नभइकन उता भुन्टीलाई भने जेल हाल्न खोजिरहेका छन्। भुन्टीलाई आफ्नै घर परिवारले विश्वास नगरेपछि भुन्टीलाई धेरै कुराको आरोप लगाइसकेपछि भने भुन्टीलाई हामीले अहिले निकै दुखी अनि चिन्तित अवस्थामा देख्न सक्छौँ। साथीहरू, भुन्टी सिरियलको नयाँ भागमा भने भीम अनि भूमिका भएर भुन्टीलाई फसाउन खोजिरहेका छन्। तिनीहरू दुईजना एकजुट भएर भएको नभएको कुराको आरोपहरू लगाएर भुन्टीलाई भूपेन्द्रको अगाडि नराम्रो देखाएर भुन्टीलाई नै जेल हाल्न खोजिरहेका छन्। साथीहरू, उता भुन्टीलाई कुट्न सुरुमा भूमिका ताम्सेकी थिइन्। डोरी फुस्काएर आफै भुन्टी बैठाउमा गएर झगडा गर्न थालेकी थिइन्। तर दाजुहरू आइसकेपछि भने भूमिकाले मलाई डोरी बाँधिरहेको ठाउँमै आएर भुन्टीले मलाई कुटेर त्यो आनन्दले माथि बसिरहेकी छे भनेर भएको नभएको कुराहरूको आरोप भूपेन्द्र र भीमलाई लगाउँछिन्। त्यस पछाडि भीम भने भुन्टीलाई खोज्दै माथि जान्छन्। माथि जाँदाखेरि भुन्टी भने चिन्तित अवस्थामा बसिरहेको देखेर